ओके, हामीले चाहिँ अब नोटप्याडको युज गरेर चाहिँ एचटिएमएल को चाहिँ प्रोग्राम गर्नु पर्यो भनेपछि सबभन्दा पहिले चाहिँ सर्च बक्समा जाने अनि त्यहाँ गएर चाहिँ नोटप्याड भनेर चाहिँ के गर्ने सर्च गर्ने अनि नोटप्याड सर्च गरेर त्यसलाई चाहिँ नोटप्याडलाई चाहिँ ओपन गर्ने। ओपन गरिसकेपछि त्यसमा चाहिँ एउटा एचटिएमएल कोड लेख्ने। अब मसँग चाहिँ अलरेडी कोड छँदैछ सो द्याट चाहिँ मैले लेखिनँ अनि यसलाई चाहिँ कन्ट्रोल प्लस एस थिचेर सेभ गर्ने। अनि सेभ गर्दाखेरि चाहिँ एउटा हामीले चाहिँ कुनै एउटा स्पेसिफिक फोल्डरलाई चाहिँ सिलेक्ट गरेर गर्दाखेरि चाहिँ पछि फाइन्ड आउट गर्न चाहिँ सजिलो हुन्छ। सो द्याट मसँग चाहिँ एचटिएमएल फोल्डर छ, मैले चाहिँ एचटिएमएल नै सिलेक्ट गरेँ। अनि अर्को कुरा चाहिँ मेन ख्याल गर्नुपर्ने चाहिँ के भन्दाखेरिमा चाहिँ जब हामी नाम राख्छौँ त्यो नाम राख्दाखेरि चाहिँ पहिला नेम राख्ने अनि नेम राखिसकेपछि डट एचटिएमएल भनेर चाहिँ एक्सटेन्सनलाई एचटिएमएल को चाहिँ एक्सटेन्सन डट एचटिएमएल लाई पनि इन्क्लुड गर्ने। अब त्यो इन्क्लुड गरिसकेपछि हामीले जस्ट के गर्ने सेभ गर्ने। सेभ गरिसकेपछि यसलाई चाहिँ मैले मिनिमाइज गरेँ अनि मिनिमाइज गरेर चाहिँ मैले एचटिएमएल फोल्डर चाहिँ युज गरेको थिएँ। सो द्याट चाहिँ मैले के गरेँ भन्दाखेरिमा चाहिँ एचटिएमएल फोल्डरलाई चाहिँ ओपन गरेँ। यता चाहिँ मेरो के छ भन्दाखेरिमा चाहिँ फर्स्ट भनेर चाहिँ एउटा एचटिएमएल को चाहिँ फाइल चाहिँ सेभ भएको छ। अब यसलाई जस्ट मैले के गरेँ ओपन गरेँ। ओपन गर्दाखेरि चाहिँ ब्राउजरमा चाहिँ हाम्रो चाहिँ जुन एचटिएमएल को चाहिँ प्रोग्राम थियो त्यो चाहिँ रन भइसकेको छ। ओके,